स्वागत छ हजुर एमजे इन्टरटेनमेन्ट। हजुर नमस्ते। कस्तो छ दाइ स्वास्थ्य अब अहिले स्वास्थ्य कस्तो भइरहेको छ? यो 4 वर्षको पीडा थियो त्यो चाहिँ यो 4 दिनमै झन्डै निको भए जस्तो फिल भइरहेछ। जुन दिनदेखि यो वर्ल्ड वाइड छ भाइरल भयो मिडियामा, मिडियाकै साथीहरूले गर्दा यो आज यस्तो यति यहाँसम्म पुग्यो। म त लगभग यति माथिसम्म पुग्यो भनेको नि अब सोच्दै नसोचेको कुरा हो साँच्चै नै भन्नुपर्दाखेरि। अनि म चाहिँ लगभग के लाग्छ पहिला चाहिँ म कयौँ रात सुतिनँ थियो आफ्नो ठाउँमा छँदैछको म मेरो अब स्वर फर्किँदैन होला किनकि मसँग पैसै छैन, पैसा नभए त भए नै भयो। अनि जब मलाई यसरी संसारभरिबाट मेरा सम्पूर्ण दाजुभाइ दिदीबहिनीले मेरा फ्यानहरूले मेरा कलाकार साथीहरूले सहयोग जुटाइदिनु भयो, त्यो आइपुग्दाखेरि चाहिँ कस्तो लाग्यो भने चाहिँ अब म लगभग जाति नै भएँ। अहिले म यसरी बोलिराखेँ पनि मलाई के फिल भइरहेछ चाहिँ अब 10 दिन या म्याक्सिमम 20 दिनपछि चाहिँ म मजाले जसरी पहिला बोल्थेँ त्यसरी नै म इन्टरभ्यू दिनु सक्छु या बोल्न सक्छु, मेरो फिल्मकै सम्वाद पनि बोल्न सक्छु भन्ने मलाई लागिरहेको छ। कसैले प्रश्न उठाउन थाल्छन्, यो कहिलेकाहीँ मनमा पनि पढ्न आउँछ के भनिन्छ भने दाइ चाहिँ दीपक दाइ चाहिँ बाटोमा अहिले बिमारी भएर पनि हिँडिराख्नुहुन्छ भनेर प्रश्न उठाउँछन्। के छ दाइ के भन्नुहुन्छ? म यही कुरादेखि हाँसो एकछिन म यही कुरामा हाँसो छ। बिरामी त दीपक छेत्रीको घाँटीको हो, दीपक छेत्रीको खुट्टा होइन नि, दीपक छेत्रीको टाउको होइन, हात खुट्टा हात होइन, दिमाग होइन, बिरामी त घाँटी। अब घाँटीको घाँटी यस्तो भएर म बोल्नु पनि नसकेको, बाँकी त म हट्टाघट्टा हिँडिरहेको छु नि। अब म घरमै चला पर्ने खालको बिमारी त होइन नि त यो त होइन। अब किन मेरो खुट्टा भाँचिएको भयो एउटा कुरो होइन, ढाड भाँचिएको एउटा कुरो। दीपक छेत्रीको खुट्टा भाँचिएर खुट्टा काट्नु पर्ने स्थिति रहेछ, काटेर पनि बैशाखी ल्याएर हिँडिरहेछ भने भएको एउटा अचम्म हुन्छ। अब मेरो जम्मा घाँटीको प्रब्लम होइन, अब घाँटीको प्रब्लमको लागि अब म त सिकिस्तै भयो भने यहाँ किन एक्टिङ गरेर सुटिरहनु। दाइको तपाईँको नामबाट धेरैले फोनहरू उठाइराख्नु भएको छ, त्यो फोन अहिलेसम्म तपाईँको माझ आइपुगेको पनि छैन, धेरै फन्डहरू आइपुगेका पनि छन्, त्यसको लागि के भन्न चाहनुहुन्छ दाइ? नआएको फन्डहरू चाहिँ हेर्नुहोस् यो एक मुष्ट रकम 5 लाख रुपियाँ मलाई पूजा चन्द बहिनीले पूजा लामा बहिनीले अमेरिकाबाट हिजोस्ती ल्याइदिनु भयो। त्यसै गरी लन्डनबाट क्षेत्रीय समाजबाट पनि हाम्रो कलाकार कृष्णमल्ल दाईको हातबाट 3 लाख रुपियाँ मलाई दिनुभयो। मेरो राजा रानीको मेरो युनिट ग्रुपले पनि निर्देशक एमके पोखरेल के अरे पौडेलको के पौडेल होइन उहाँको तर्फबाट उठेको 2,11,000 पनि जस्तो यिनै दिनुभयो। अनि त्यसबाहेक पनि कसै भाइहरू यहीँ घरमै आउनु भएको छ, जस्तै 21,000, कसैले 11,000, कसैले 10,000। अस्ति अनि अघि मात्रै यहाँ तपाईँको नेदरल्यान्डबाट आउने एकजना भाइले 61,000, त्यो पनि हतारमा भयो भने त्यो 61,000मा हाम्रो कलाकार बहिनी वर्षा खड्का बहिनी उहाँहरूको पहलमा निर्देशनमा उठाएको पैसा हतार गर्दा 61,000 हो। अब उहाँले के भन्नुभएको छ नि, दाइ म अरू यहाँ हामी कलेक्सन गर्दैछौँ, त्यो पैसा हामी फेरि उठाएर हाम्रो सुरज सुब्बा लालुको हातमा उठाइदिन्छौँ भन्नुभएको छ। त्यसरी नै हाम्रो सिङ्गर कर्म भाइको पहलमा उहाँले उठाउनु भएको 58,000 पनि मलाई हिजो मात्रै यहाँ हस्तान्तरण गरिदिनु भयो। त्यो पैसा सब मेरो ब्याङ्क ब्यालेन्स भइरहेको छ अहिले। अब अहिले जस्तै तपाईँहरू आउनुभयो, अब यो मेरो ब्याङ्कमा बोल्नु भइहाल्छ, अब रह्यो कुरो जस्तै तपाईँले भने यस्तो दीपक छेत्री बिमारी छ, मर्नु आँटेको छ, सहयोग गर्नु पर्यो भनेर उठाएर उहीँ मासु भात खान्छन् भने त मलाई केही भन्नु छैन। अनि नपुग्यो होला सायद बिचराले मासु भात खानै नभएको त्यस्तो हुन्छ नि त, किरेक किरेक भएको हुन्छ नि। अनि अब अमेरिकामा बसेर मेरो बिमारीलाई अगाडि सारेर अनि पैसा उठाएर 10 दुनियाँ सकेमा दिनेले बिचरा दीपक छेत्रीको हातमा पुगोस् भनेर दिएको। तर जसले दिए उसलाई विश्वास गरेर दियो। अब उसले नै बेमानी गर्छ भने त त्यसको त औषधि नै छैन नि त।
आजभन्दा 4 वर्ष अगाडिदेखि तपाईँको बिमारी तपाईँको अलिकति भइसकेको थियो त्यतिखेर पहल गर्नु भएन दाइले? अब भाइ म पहल त म कहाँ गइनँ होला कोसँग हात फैलाउनु होला यसरी कलाकारहरूसँग मतलब सामान्य त कोहीसँग पनि होइन न कहिले कुन मन्त्रालय विशेष जानुपर्ने हाम्रो सञ्चार मन्त्रालय त्यहाँ पनि गृह मन्त्रालय विकास मेन जानुपर्ने पनि विकास बोर्ड हो अब विकास बोर्डको एउटा छुट्टै कथा छ अब भन्यो भने भाइहरू रिसाउनुहुन्छ ठुस्किनुहुन्छ अलिकति कम बुद्धि नै छन् क्या भाइहरूको ज्यादा ओभर स्मार्ट हुनु खोज्छ म जति कोही जान्दैन भन्नु खोज्छन् अनि रिस उठ्छ त्यस कारण रिस उठ्छ मलाई किन जान्ने किन साँच्चै नै जानिदिनु पर्यो अनि मजा पनि आउँछ वास्तवमा मलाई गर्नु नै पर्ने छ विकास बोर्डले नै हेर्नु पर्ने छ किनकि मैले पनि त 32-33 वर्ष यस उद्योगमा आएर छिरेर योगदान दिएको छु रातको निन्द्रा भनेको छुइनँ दिनको भोक भनेको छुइनँ घाम पानी नभनिकन मैले त सुटिङ गरेर मेरो दर्शकहरूलाई इन्टरटेनमेन्ट दिएको छु होइन मैले त मेरो त ट्याक्स छ त खाएको छ नि सरकारले ट्याक्स हाम्रो ट्याक्स चाहिँ खाने अनि सरकारले चाहिँ नदिने यो त भएन नि त मिलेन नि यो कुरा होइन केही नबोलिकन चुपचाप मैले लगेर निवेदन दिने बित्तिकै ठुलै समस्या पो रहेछ जब दिपक छेत्रीको आवाजै छैन दिपक छेत्रीले एक्टिङ चाहिँ के गर्ने फिल्ममा मेरो आवाजै सबभन्दा मिठो थियो अभिनय त दोस्रो अब यही छैन यही नभएपछि मैले के चाहिँ एक्टिङ गर्नु अनि उहाँ लगेर बुझायो कहिलेको 50 हुन्छ कहिलेको 1 लाख भन्छ कहिलेको 1.5 लाख भन्छ कुरै गरेर 4 वर्ष कुरैले मात्र कुरैले 4 वर्ष खरलाङ खोल्ने सिक्यो पहिलो त्यो धर्मेन्द्र भाइ आउनुभएको थियो आजको भोलि दिइहाल्छु दाइ भन्दै उहाँको 2 कि 3 वर्ष च्याट भएको थियो त्यसपछि हाम्रो राजकुमार भाइ अब उहाँले सायद यो केसलाई सिरियसली बुझ्नु भएको छ मेरो विचारमा चाहिँ यदि उहाँले दिपक छेत्रीलाई साँच्चै नै गाह्रो भएको छ दिपक छेत्रीको सबभन्दा मिठो र सुन्दर आवाज थियो भनेर यदि उहाँले साँच्चै नै अलिकति मात्रै पहल गरिदिनु भयो भने उहाँ आउने बित्तिकै मेरो अपरेसन हुन्थ्यो किनभने भाइ मैले के भनेको थिएँ मेरो 5 लाखको प्रब्लम भाइ मेरो 5 लाखको प्रब्लम हो यति भयो भने मेरो अपरेसन क्यान्सर होइन भने चाहिँ मिल्छ सकिन्छ अनि उहाँले मलाई प्रमिस पनि गर्नुभएको थियो दाइ म तपाईँलाई 1 लाख दिन्छु एटलिस्ट 1.5-2 लाख मात्रै दिएको भए पनि त्यति मेरो हातमा परेको भयो त्यतिखेर अनि त्यसपछि मेरो 2 लाख छ नि मसिनो होइन त्यही पैसा म कहीँ लगेर देखाउन सक्दैन 2 लाख छ खै पैसा 50 म मेरो पनि त साथीहरू छन् नि त राम्रो साथीहरू छन् अब आफूसँग 1 पैसा छैन के चाहिँ भन्नु त्यतिखेरै मलाई 2 लाख मात्रै पाएको भयो भने खै मलाई 50,000 बरु तिरौँला हो बिस्तारै काम गरेर अनि अब लास्टमा चाहिँ राजकुमार भाइले के भन्नुभयो भने के भन्नु है जब कि तपाईँको अब सिधै पैसा यहाँ डराउनु पर्ने लजाउनु पर्ने अब डाक्टरको कुरा छैन क्या भाइ मलाई जस्तै अरूलाई पनि पर्छ र मलाई त भएन ल ओके मलाई त अब संसारबाट भयो आजको मितिमा मलाई सरकारले अब सरकारले पनि दियो प्रधानमन्त्रीले पनि मलाई 3 लाख रुपियाँ दिनुभयो अनि स्पेसली म विकास बोर्डलाई मेरो रिक्वेस्ट हो यो हामीलाई हेर्नु पर्ने निकाय तपाईँ र म पछि कसैलाई त्यस्तो भएको खण्डमा तपाईँको त्यो 4-5 करोडबाटै निकालेर तानेर दिनुहोस् भनेको छ होइन त्यसको वार्षिक ब्याज जुन आउँछ त्योबाट चाहिँ 4-5 लाख रुपियाँ दिनुहोस् अरूलाई मलाई त पुग्यो मलाई त त्यो 50 पनि नदिनुहुन्छ होइन त्यसले मलाई पुग्यो मेरो चाहिँ यो स्पेसल रिक्वेस्ट हो विकास बोर्डमा आज राजकुमार राईको डेथ सकिएला भोलि राजकुमार राईको ठाउँ अर्को आउला उहाँलाई पनि मेरो रिक्वेस्ट जो पनि जोसुकै आओस् कि तपाईँहरूले हेर्नुपर्ने चाहिँ कलाकारले चाहिँ तपाईँहरूले हेर्नु कलाकारलाई मात्र होइन भाइ
यो उद्योगसित सम्बन्धित सम्पूर्ण टेक्निसियनदेखि लिएर डाइरेक्टर प्रड्युसर सबैलाई हेर्नु पर्यो तपाईँहरूको जिम्मा किनकि तपाईँ हामीसँग वार्षिक 1.5 2 अरब लिनुहुन्छ एउटा फिल्म नेपाली फिल्म सेन्सर 33,000 तपाईँ लिनुहुन्छ भने हामीलाई दिनु पऱ्यो नि त तपाईँ लिने मात्रै हामीलाई चाहिँ नदिने हामी जहिले पनि नाग्ने यो त मिल्दैन मिले त मलाई यो कुराको चाहिँ चित्त नबुझेको अनि मैले यसो भने भन्दा चाहिँ हाम्रो राजकुमार भाइले चाहिँ दिपक दाइ पनि देखाउँछ पकडमा गाली गर्छ कला के अरे विकासबाट मैले राजकुमार राईलाई कहाँ गाली गरेको त मैले त त्यो कुर्सीलाई पो गाली गरेको त मलाई व्यक्तिगत चाहिँ राजकुमार राईसँग मेरो के दुश्मनी छ केही पनि छैन नि त भेट्दा हामी दाजुभाइ हाम्रै छौँ उहाँले मलाई सहयोग गरेको हुन्छ एक दुई पल्ट आर्थिक पनि सहयोग गर्नुभएको छ खै भाइ मलाई गाह्रो पऱ्यो कहिले ल्याउनुहोस् तपाईँ दिनु पनि भएको छ मलाई रिस उहाँसित होइन मलाई रिस त्यो कुर्सीसित हो त्यो कुर्सीले किन बुझ्दैन त हाम्रो व्यथा पीडा हाम्रो यो मर्यो अनि त्यो कुर्सीले चाहिँ हाम्रो चाहिँ लिइलाने स्क्रिप्ट सेन्सर गरौँ त्यही पैसा लिने होइन फिल्म सेन्सर गरौँ त्यही पैसा लिने कुन के गरौँ त्यही पैसा लिने लाख लिने अनि हामीले माग्दाखेरि चाहिँ छैन हो हामीसँग गर्नु पाएन हो मेरो रिस चाहिँ त्यो कुर्सीको त्यो कुर्सीमा बस्न आउनेलाई पनि मेरो खबरदारी अबदेखि मलाई त पुग्यो अब भविष्यमा म जस्तो पीडित कलाकार मात्रै भन्दिनँ सबै यो उद्योगसित सम्बन्धित यस क्षेत्रमा कार्यरत हामीहरूलाई चाहिँ तपाईँहरूले हेर्नै पर्छ यो तपाईँहरूको दायित्व हो अब यो दायित्वबाट तपाईँहरू अरगिनु चाहनुहुन्छ भने चाहिँ अब यसमा चाहिँ मलाई पनि केही भन्नु छैन हामी कालिम्पोङको अन्त्यतिर छौँ अन्त्यमा चाहिँ 4 वर्षपछि चाहिँ फेरि पहल भयो कसरी पहल भयो अलिकति छोटकरीमा भनिदिनुहोस् न के भयो भने भाइ मेरो एकजना मित्र हुनुहुन्छ बसन्त कुमार उपाध्याय पहिला उहाँ गोर्खापत्रको कार्यकारी सम्पादक हुनुहुन्थ्यो उहाँ पत्रकार हुनुहुन्थ्यो मेरो 30 वर्षको साथी उहाँले एक दिन के भन्नु भने दिपकजी एउटा निवेदन दिनुहोस् त उपप्रधानले तथा गृहमन्त्रीलाई म तपाईँलाई लिएर जान्छु भन्नु हुन्छ भने मैले लेखेँ कलाकारसँगै हाम्रो अध्यक्षज्यूले पनि बनाइदिनु भयो लिएर गएँ मैले बुझाएँ यो जस्तै कुरा त्यतिखेर हाम्रो नेता पहिला मन्त्रीज्यूको सुझाव कुरामा मलाई जति खाएर 50 लाख ठ्याक्कै त्यही टाइमको कुरा मैले पनि दिएँ अब त भयो होला भन्ने हुन्छ होला भोलि हुन्छ पर्सि हुन्छ अर्को बिमारबाट सुरत हुँदा हुँदै हुँदा म नेपालमा छुट्टीमा जानु पऱ्यो पहिला म बुटोल जानु पऱ्यो बुटोल गएँ सर्ट बोर्ड लिएर आएँ लगत्तै म नेपालगञ्ज गएँ नेपालगञ्जबाट फर्केर आएँ सुभाष सर देखेपछि के भयो खै त मेरो मलाई के गऱ्यो भन्दा केही नदिने भयो त त्यहाँ 435 जनाको नाममा भएको छ अरे त्यो एकचोटि बुझ्नु जानुहोस् न भन्नुको भएको छ 435 जनामा मतलब एउटा नेता र अभिनेतामा कति फरक रहेछ भन्ने कुरा चाहिँ त्यो दिन मैले थाहा पाएँ हामीलाई भन्दाखेरि चाहिँ देशको केवा अध्ययन गर्छ 4औं 5औं कुरो गर्छ देशका गहना भन्छ के को गहना नि के को गहना हामी सुनको गहना के फलामको गहना हैन अनि मैले उहाँलाई के भने जाँदिनँ हौ म यो मन्त्रालय सन्तरालय धाउने काम गर्दिनँ अब भयो हुन्छ नभए हुँदैन भनेर भने अनि उहाँलाई सायद मनमा लाग्यो दिपकजी म आज लेख्छु म मुटु छुने गरी लेख्छु भन्नु अनि मैले के भने 1460 दिनमा त केही भएन हैन हाउ तपाईँले लेखेर के हुन्छ र भने के लेखेर केही हुँदैन त भन्नुभयो मैले पनि केही पनि हुँदैन एकछिन बस्दै गर्नुहोस् भने उहाँ अफिस जानुभयो 3 नजिकै एकछिनपछि आउनु अनि उहाँले पढेर सुनाउनु थियो फेसबुकमा लेखेँ ल मैले यसरी लेखेको छु उहाँले बडो मार्मिक लेख्नु भएको छ त्यो पढ्नु भएको छैन होला त्यो चाहिँ हाम्रो चलचित्र पत्रकार सङ्घको अध्यक्ष सन्दीप प्रसाद कोटाराईले चाहिँ सेयर गर्नुपर्छ लेखेरै हुन्छ त्यसपछि चाहिँ एकै दिनमा के भयो उहाँले हाम्रो के अरे उसलाई पठाइदिनु के नेपाल
बिमली भाइ अनि नेपाल के नेपाल मिडिया एमपी उहाँ हुनुभयो उहाँले इन्टरभ्यू लिनुभयो मैले मनमा लागेको रिस उठेको कुराको उकुस भएको मैले सबैलाई गाली गरेर बाँकी कसैलाई राखिनँ किनकि मलाई यति साह्रो म आउट अफ कन्ट्रोल भइसकेँ बाहिर पत्यार मोबाइलमा 2-3 ल्याएको ट्राई पनि गरेँ मेटा सिकाइदिन्छ अब मेरो खुलेको भएको छ यसरी बसेर मान्छेको अगाडि तमासा भन्दा त 2 बोतल मेटा सिकाइदिन्छु रात थाहा पनि गर्नु कसैले भन्ने थियो फेरि अर्को मैले त हरेस यसरी खाएर हुन्छ आज भन्नु बोल्यो होला नि त यो भोलि कुर्ताको 4 वर्ष लाग्यो त्यसपछि के भने यसरी भयो कि 1 दिन 2 दिन उनीहरूले म त थाहा हुन्छ मलाई एकदम थाहा छैन म यहाँको कोठामा कहाँ जाने होला अब यता पनि भएन उता कसलाई चाहिँ भन्ने होला भनेर सोचिरहेको थिएँ एकैचोटि दाइ यस्तो यस्तो भयो भने चाहिँ मिडिया यहाँबाट वर्ल्ड वाइड गइसक्यो तपाईँको भाइरल भइसक्यो नभन्दै साँच्ची नै फोन यति बिना आउनु थाल्यो अब म त यसरी बोलिरहेको छु अनि मैले मोबाइल उसलाई थमाइले लग्यो तिमी के गर्छौ बोल्दिनँ उतापट्टि त्यो भाइ आफ्नो टाउको त्यो भाइ बिचरा राति 2 बजी सुत्छ अरे 3 घन्टा सुत्नु पाउँदैन मलाई फोन संसारबाट आएको आज पनि त्यही अहिले मलाई हामी हस्पिटल मेरो यहाँसम्म पुऱ्याइदिनु म ब्याङ्कले मैले जे होस् एउटा कस्तो खालको खुसी मैले आफूभित्र समेट्नु पाएँ भने मलाई थाहा थिएन पटक्कै थाहा थिएन मलाई यति बिघ्न के अरे फाइनल भनौँ न मेरो मान्छेहरू हुँदैन बसिसकेको छु मलाई थाहा थिएन पटक्कै थाहा थिएन आज मलाई बोध भयो कि मैले साँच्ची नै जितेको रहेछु मेरा दर्शकहरू नत्र दीपक छेत्री भनिहाल्थ्यो यदि दीपक छेत्री भनेकोबाट 30 लाख भइसक्यो मेरो मसित आजसम्म होइन अब त म नेपालमा हुँदैन भनेर भन्यो भने म सिङ्गल पनि गर्न सक्छु मलाई यतिसम्म पनि भनेको छ दाइ फर तपाईँलाई यदि पैसा पुग्दैन अझै आवश्यक छ भने हामी ब्याकमा छौँ तयार छौँ जस्तै निर्मातासँग अध्यक्ष हाम्रो निर्मातासँग अध्यक्ष हाम्रो अधिकारी के अरे आकाश अधिकारी भाइ जस्तै के भन्नु भने दाजु ढुक्क बस्नुहोस् अझ कति चाहिन्छ त्यसको लागि सब तयार छौँ हामी उहाँलाई आजभन्दा त्यो स्ट्याटस लेख्नुभन्दा अगाडि तपाईँले भेट्नु भएको थियो दीपक अधिकारी होइन भेट्नु भएको थियो त्योभन्दा अगाडि भेट्नु 4 वर्षको अन्तरालमा तपाईँसँग भेट भयो आकाश अधिकारीसँग अनि प्रश्न राख्नु भएको थियो त्यतिखेर होइन नि त्यतिखेर त एउटा कुरो के भने मलाई त प्रश्न गर्ने ठाउँै भएन किन उहाँ त निर्माता सङ्घ अध्यक्ष मैले प्रश्न राख्नु पऱ्यो त मेरो सङ्घ अध्यक्ष छ नि त मेरो त सङ्घ छ नि त कलाकार सङ्घ होइन हो भन्यो भने उहाँ पनि ठुस्किनुहुन्छ उहाँ आफै के भन्नुहुन्छ अब त गाडी नगर्नुहोस् भन्छ त्यस कारणले अब यस्तो नि अब उहाँ सायद असमर्थ हुनुहुन्छ त्यस कारण उहाँलाई पनि चाहिने गर्नुपर्ने बाँकी अब उहाँले आफ्नो तर्फ गर्नु भएको छ 11,000 उहाँले पनि सहयोग गर्नुभयो त्यसको लागि उहाँलाई पनि धेरै नै धन्यवाद तर एक्चुअल गर्नु चाहिँ कलाकारलाई कलाकार सङ्घले नै पहल गर्नुपर्ने थियो तर यहाँ ठिक हुन्छ कलाकार सङ्घको सट्टामा चलचित्र निर्माता सङ्घले चाहिँ पहल गरेर चलचित्र पत्रकार सङ्घले चाहिँ पहल गरेर चाहिँ यति बाहिर वर्ल्ड वाइज भयो ठिक छ खुसी लागेको छ अत्यन्तै खुसी र सम्पूर्ण सहयोगी थिए हातहरूलाई मेरो सल्लाह नमस्कार तपाईँहरूको माया प्रेम स्नेह म छातीभरिसँग लिएर राखौँला चाँडोभन्दा चाँडो मेरो आवाज आउँछ नि आउँछ 20 दिन 15 20-25 दिनभित्रमा